कति पर्ने के हुनु घाम हो शीतल बलमा शीतल भाइ घाम हो यस्तो छ यो चाहिँ हाम्रो यादव अङ्कलको विशाल फुलबारी सरल फुलबारी चट्ट यादव अङ्कल बसिरहनु भएको छ अन्डारी झर्दै हुनुहुन्छ भात खाएपछि के चेपे आउनु ल आन्टी खोइ अङ्कल खोइ ल यो चाहिँ हाम्रो शशी अङ्कलको चाहिँ घर एक्कसँगले यहाँ आन्टी बस्नु भएको छ शशी आन्टी एक्कसँगले यहाँ राम्रो बाटो बनाएको छ ढलानवाला खोइ कहाँ हुनुहुन्छ अङ्कल खोइ बोलाइदिउँ न यो चाहिँ अगाडिको घर हजुरबाको पहेँलो अगाडि यहाँको हजुरबाको सबै वरिपरि सबले बनाएका घर यादवको घर चाहिँ शानदार एकदम कटाएर बनाएको छ गार्डन पनि तपाईँ सञ्जीव त बेपत्ता भइस् नि है एकदम बोरिङ हाम्रो मद्राज मामाको हजुरबाको घर बोतराको मूल घर मुनु भाइ फोटो होइन यो मुभी क्यामेरा आफ्नो परिचय आफ्नो परिचय को कसरी ल भन ल म पुसा दिदीको छोरी पुसा दिदीको पुसा दिदी ल तिम्रो को हुनुहुन्छ अरूतिर ठुलो मान्छे को हुनुहुन्छ म दाइ म के परिचय दाइ भनिहाल्नु ल तिम्रो ल के परिचय दिउँ म परिचय म हिरोनी बन्न चाहन्छु मेरो कानमा डिम्पल छ हाइट पुगेन भन्नु
अनि अरु हो ल ल छिटो भान्ने दिउ मेरो नाम भयो नि उप्रे थियो म क्लास 8 मा पढ्छु वाह कस्तो राम्रो आयो म किरणको छोरी कान्छी भयो के नकिन्नु ल मुसी यसो नमुसी है राई दिदी बाहिर आउनु पुष्पा दिदी फोटो खिच्न आउनु है दिदी उषा दिदी उषा दिदी पञ्चायत दिनु लाइसँगले मेरो थाहा छ मलाई हिँड्नु रे जाऊ मेरो सबै थाहा छैन है म त सुगाउनु सक्दैन आहा डेढ पार्नु थियो पार्दिन भएन यता किन्छ है ल परिचय दिँदै परिचय भान्जीले त मन्दिरको मेरो पनि परिचय नमस्ते हेर्नु जसलाई नमस्ते भनेको नि है मेरो नाम दुर्गा उप्रेती ड्याडीको नाम भन ल ड्याडीको नाम किरण दास उप्रेती यो ऊ डेढ फल पोखराबाट फर्किँदा त्यति चाहिँ त्यही त खुसी लाग्यो सचिव भ्रमण जस्तै हो ऊ थर्ड इयरमा चाहिँ लेख्नु लाग्यो कि हामीलाई त्यो जातको सब साथी 46 सर हो यो दुईटा सरका उत्रि यत्रो गाह्रो साथ हो को सर को विद्यार्थी सुन्दैन नसक्ने वो सर जस्तै हो रहेछ हैन जेला पुग्ने हो हाम्रो रोगको बेलामा यो सर र कस्तो सर गाह्रो ठुलो आउँछ सबैतिर हेर्ने अनि मात्र फोटो हान्ने नि सबै भयो यहाँ आऊ त भन्ने बेला यादव अङ्कलको यादव मामाको घर त्यो शानदार बङ्गला अनि यो घर शशी मामाको घर यो बाटो स्कुल खिच्ने स्कुल खिच्यो लुगा धोइरा फोटो खिच्दिन घरको लुगा धोइरा त्यो गोबला कुन यो घर यो घर पहिले मनोदायहरूको घर हालमा मनोदायहरूले बिक्री गरिसक्नु भएको यो चाहिँ मनोदायको तालु मजा लाग्छ हुन्छ अब आएपछि घुम्ने लेखेर राख्नु काका जाने के सर लिस्ट बनायो हैन त्यो लिस्ट अनुसार सर गाडीमा जानुपर्छ पोखरा जाने भने सर पोखरा भनिहाल्छ जान्छस् पोखरा त ठुलै पोखरा जानु के सानो पोखरा सानो पोखरा कितिन आफ्नो हिसाबमा आएको ती चाहिँ नपुगेको त
होइन जुन दिन हिँड्ने त्यो दिन टिकट लिइसक्यो